योसँग रिलेटेड एक्जाममा सोध्न सक्ने पोसिबल क्वेसन्सहरू यस युनिटभित्र कुन कुन टपिकहरू छ र यहाँबाट चाहिँ अहिलेसम्म एक्जाममा कुन कुन क्वेसनहरू सोधिरहेको हुन्छ त्यो कुराकानी चाहिँ आजको यस भिडियोमा चाहिँ हामी डिस्कस गर्नेछौँ है त। ओके, सो युनिटको नाम हो हाम्रो अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङ र एक्जाम पोइन्ट अफ भ्यूबाट हेर्ने हो भने हाम्रो यसमा चाहिँ 7 मार्क्ससम्मको चाहिँ के गर्न सक्छ त हाम्रो एनएबी एक्जाममा चाहिँ सोध्न सक्छ है। 5 मार्क्सको सर्ट क्वेसन र 2टा एमसिक्यू गरेर 7 मार्क्ससम्म चाहिँ म्याक्सिमम सोधिरहेको हुन्छ है। ओके, सो फर्स्टमा हेरौँ अब हामी अब्जेक्टिभ। यो युनिटमा हामीले पढ्नुपर्ने कुराहरू के हुन् त त्यो कुराकानी हेरौँ, त्यसलाई बुझौँ पहिले। फर्स्टमा छ अप्रोचेस अफ प्रोग्राम डेभलपमेन्ट। अब प्रोग्राम डेभलप गर्दाखेरि कुन कुन अप्रोचेसलाई युज गरिन्छ, सो यसमा चाहिँ हाम्रो डिफ्रेन्ट अप्रोचेसहरू हुन्छ, त्यसमध्ये हामी पढ्छौँ यसमा यो युनिटमा चाहिँ ओओपी र पिओपीका बारेमा है। 2टा अप्रोच चाहिँ हामीले यो युनिटमा हेर्नेछौँ। र त्यसपछि चाहिँ अर्को हाम्रो डिफरेन्स बिट्विन ओओपी एन्ड पिओपी। पिओपी र ओओपीको बिचमा चाहिँ के डिफरेन्सेस रहेको छ, एकदम भेरी 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 इम्पोर्टेन्ट है यो, यहाँबाट पनि प्रायः जसो सोधिरहेको हुन्छ। र त्यसपछि पढ्छौँ हामी फिचर्स अफ ओओपी। ओपीका फिचर्सहरू के छन् त त्यो कुराकानी हेर्छौँ। र लास्टमा पढ्छौँ हामी एडभान्टेजेस एन्ड डिसएडभान्टेजेस अफ ओओपी। ओपीका फाइदा र त्यसका बेफाइदाहरू के छन् त्यो कुराकानी चाहिँ हेर्छौँ है। ओके, सो हाम्रो युनिटमा टोटल यति नै पोइन्ट्सहरू चाहिँ हामी के गर्छौँ त कभर गर्छौँ र यति पोइन्टबाट हाम्रो एनएबी एक्जाममा 7 मार्क्स चाहिँ सोधिरहेको हुन्छ है। त्यो 7 मार्क्स कसरी आउँछ त भन्दा एउटा सर्ट क्वेसन कति मार्क्सको, 5 मार्क्सको, सो यो भयो 5 मार्क्स र एमसिक्यू 2टासम्म एमसिक्यूहरू सोधिरहेको हुन्छ 2 मार्क्सको गरेर। यसरी टोटल यहाँबाट म्याक्सिमम आउन सक्ने 7 होइन भने 5 मार्क्सको यो सर्ट क्वेसन चाहिँ हाम्रो अलवेज सोधिरहेको हुन्छ है। ओके, र जसलाई चाहिँ प्रोग्रामिङ अलि गाह्रो लाग्छ तिनीहरू स्टुडेन्टले चाहिँ हाम्रो यो युनिटलाई चाहिँ एकदम मिस गर्नै नहुने युनिट हो है। एकदम ध्यान दिएर सुन्यो भने पढ्यौँ भने हामीले यो युनिटबाट जस्तो सुकै क्वेसन पनि क्र्याक गर्न सकिन्छ। ओके, ल फर्स्टमा छ हाम्रो एप्रोचेस अफ प्रोग्राम डेभलपमेन्ट। एप्रोच भन्नाले हामीले प्रोग्राम डेभलप गर्दाखेरि कुन एप्रोचलाई चाहिँ युज गर्ने भन्ने कुराकानीलाई रिप्रेजेन्ट गर्छ। सो जेनरली देयर आर 2 वेज अफ प्रोग्राम डेभलपमेन्ट, दे आर फलोज। यो युनिटमा चाहिँ हामीले 2 वेजमा 2टा तरिकाहरू मात्र पढ्छौँ है। सो सिम्पली हामीले के बुझ्नु पर्यो भन्दा जो प्रोग्राम डेभलप गर्छौँ हामी त्यो प्रोग्राम डेभलप गर्दाखेरि एप्रोचेसहरू टेक्निक्सहरू कुन युज गर्ने त भन्दा हामीले 2टा टेक्निकको थ्रु के गर्न सक्छौँ त प्रोग्रामलाई डेभलप गर्न सक्छौँ। र ती 2टा टेक्निक्सहरू के हुन् त भन्दा ती 2टा टेक्निक हुन् एउटा प्रोसिड्युर ओरिएन्टेड प्रोग्रामिङ जसलाई सर्टकटमा के भनिन्छ पिओपी भनिन्छ भने अर्को हाम्रो अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङ जसलाई सर्टकटमा भनिन्छ ओओपी है। ओके, सो फर्स्टमा हेरौँ हामीले यो प्रोसिड्युर ओरिएन्टेड प्रोग्रामिङ अर पिओपी भने के हो त यसका बारेमा बुझ्न जरुरी छ पहिले। सो इट इज द कन्भेन्सनल अर ओल्ड मेथड अफ प्रोग्रामिङ है। फर्स्ट पोइन्ट हाम्रो के त कन्भेन्सनल अर ओल्ड मेथड अफ प्रोग्रामिङ हो in which the program is written into many small parts and are combined together. अब सिम्पली बुझ्नु पर्दाखेरि हामीले पिओपी जो छ प्रोसिड्युर ओरिएन्टेड प्रोग्रामिङ भन्नाले एउटा प्रोग्राम डेभलपमेन्टको मेथड हो अर एप्रोच हो। र यो कस्तो एप्रोच हो त भन्दा कन्भेन्सनल अर ओल्ड मेथड हो, मोडर्न मेथड होइन कि यो कस्तो मेथड हो त ओल्ड मेथड अफ प्रोग्रामिङ हो, जसमा चाहिँ जुन हाम्रो होल प्रोग्राम हुन्छ त्यो प्रोग्रामलाई मेनी स्मल पार्ट्सहरूमा के गरिन्छ त डिभाइड गरिन्छ र ती पार्ट्सहरूलाई लास्टमा गएर के गरिन्छ कम्बाइन गरिन्छ र होल प्रोग्रामका रूपमा चाहिँ त्यसरी के गरिन्छ त प्रोग्रामलाई डेभलप गरिन्छ भने यस्तो मेथडलाई के भन्ने त हामीले पिओपी भनिन्छ है, सिम्पल। ओके, फेरि मैले एकचोटि रिपिट गरेँ, पिओपी भन्नाले ओल्ड मेथड अर कन्भेन्सनल मेथड अफ प्रोग्रामिङ टेक्निक हो जसमा चाहिँ जो हाम्रो होल प्रोग्राम हुन्छ लार्ज कम्प्लेक्स प्रोग्राम त्यसलाई के गरिन्छ मेनी स्मल पार्ट्सहरूमा डिभाइड गरिन्छ र ती पार्ट्सहरूमा डिभाइड गरिसकेपछि लास्टमा गएर चाहिँ कम्बाइन गरेर एज अ होल प्रोग्रामका रूपमा चाहिँ के गरिन्छ त डेभलप गरिन्छ भने यस्तो मेथडलाई भनिन्छ पिओपी। ओके, र यसको मेन फोकस जुन हुन्छ यो प्रोग्राम डेभलप गर्दाखेरि
हामीले POP को कन्सेप्टमा चाहिँ प्रोसिड्युरलाई मेनली फोकस गर्नुपर्छ है। हामीले प्रोसिड्युरलाई फोकस गरेर के गरिन्छ त प्रोग्रामहरू लेख्ने गरिन्छ, डेभलप गर्ने गरिन्छ। र इट इज जस्ट अ लिस्ट अफ इन्स्ट्रक्सन लाइक गेट सम इनपुट, एड दिस नम्बर, डिभाइड बाई नम्बर एन्ड फाइनली डिस्प्ले दि आउटपुट। हामीले POP भन्नाले सिम्पली के बुझ्नु पर्यो त भन्दा POP मा जो प्रोग्राम लेख्छौँ हामी यसमा चाहिँ जस्ट सिम्पल इन्स्ट्रक्सनहरू जस्तै गरेर प्रोग्रामलाई लेख्ने गरिन्छ। जस्तो भेरिएबल डिक्लेयर गर, भेरिएबलमा भ्यालु ल्याऊ हैन, त्यसपछि के गरिदेऊ त्यो भेरिएबललाई एड, अब त्यो भेरिएबलमा जुन अपरेसन पर्फर्म गर्नुपर्ने त्यो अपरेसन पर्फर्म गर र अपरेसन पर्फर्म गरिसके समथिङ भ्यालु होला त्यो भ्यालुलाई के गराइदेऊ डिस्प्ले गराइदेऊ है, सिम्पल। सो हामीले POP लाई के बुझ्नु पर्यो त भन्दा इट इज जस्ट लाइक लिस्ट अफ इन्स्ट्रक्सन हो। इन्स्ट्रक्सन्सहरूको लिस्टका रूपमा चाहिँ हामीले POP लाई बुझ्नुपर्छ। एउटा काम गर त्यसपछि अर्को काम गर त्यसपछि अर्को काम गर, यसरी चाहिँ लिस्ट अफ इन्स्ट्रक्सनका रूपमा चाहिँ हामीले लाइन अफ कोडहरू चाहिँ हामीले के गर्छौँ त POP को केसमा चाहिँ त्यसरी चाहिँ प्रोग्रामलाई डेभलप गर्छौँ है। र लास्टमा छ हाम्रो POP जुन ल्याङ्ग्वेज छ यसमा चाहिँ जति पनि हाई लेभल ल्याङ्ग्वेजहरू छन् जस्तो कोबल, फर्ट्यान, सी, यिनीहरू चाहिँ के भित्र पर्छन् त हाम्रो POP का एक्जाम्पल्सहरू हुन् है। ओके, अब हामी हेर्छौँ सेकेन्ड एप्रोच अर सेकेन्ड मेथड अफ प्रोग्राम डेभलपमेन्ट, जसलाई चाहिँ हामीले के भन्छौँ त अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङ अर सर्टकटमा भनिन्छ OOP है। अब यसको बारेमा हेरौँ। फर्स्टमा यसको इन्ट्रोडक्सन बुझौँ हामी। अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङ भने के रहेछ त भन्दा इट इज अ modern approach of programming in which both data and functions are combined into a single unit which is called object. ओके, फर्स्टमा हाम्रो डेफिनेसनले के भन्छ त भन्दा कस्तो मेथड रहेछ त एउटा मोडर्न एप्रोच हो अर मोडर्न मेथड अफ प्रोग्रामिङ हो जसमा चाहिँ बोथ डेटा र फङ्सन जुन छन् यिनीहरूलाई के गरिन्छ त एउटा सिंगल युनिटमा कम्बाइन गरिन्छ, जसलाई चाहिँ के भन्छौँ हामीले सिम्पली अब्जेक्ट भन्छौँ है। सो अब्जेक्ट बनाएर काम गर्छौँ हामीले OOP को प्रोग्रामिङ एप्रोचमा। भने POP को केसमा के गर्छौँ हामी मेनली फोकस डेटा उहाँमा चाहिँ मेनली फोकस्ड हामीले प्रोसिड्युरमा हुन्थ्यौँ अरू फङ्सनमा हुन्थ्यौँ भने अबको केसमा चाहिँ OOP को केसमा चाहिँ के गर्छौँ त जो प्रोग्राम छ त्यो प्रोग्राम लेख्दाखेरि डेटा र फङ्सनहरू जुन हामीले प्रोग्राममा युज गरौँला त्यसलाई एउटा सिंगल युनिटमा कम्बाइन गर्छौँ र त्यो सिंगल युनिटलाई के भन्छौँ त अब्जेक्ट भन्छौँ। र यसरी डिफ्रेन्ट अब्जेक्टहरू बनाएर चाहिँ हामीले अब प्रोग्रामलाई हामीले डेभलप गर्नुपर्ने हुन्छ OOP को कन्सेप्टमा है। सेकेन्ड पोइन्ट, दिस एप्रोच इज बेस्ड अन द डेटा rather than procedure or function and program are divided into object. अब हाम्रो यो जुन OOP को कन्सेप्ट छ यो OOP को कन्सेप्टले मेन फोकस गर्छ कसलाई डेटालाई भन्नाले डेटा इज द बोस। हामीले यहाँ चाहिँ के गर्नु पर्यो डेटालाई मेन फोकस गर्नु पर्यो। उता चाहिँ हामीले प्रोसिड्युरलाई फोकस गर्थ्यौँ, फङ्सनलाई फोकस गर्थ्यौँ, फङ्सनहरू बनाएर काम गर्थ्यौँ भने अब यहाँ चाहिँ हामीले डेटालाई फोकस गर्नु पर्यो र ती डेटाहरूलाई के गर्नु पर्यो हामीले डिफ्रेन्ट अब्जेक्ट्सहरू जो बनाउँछौँ त्यो अब्जेक्टहरूमा स्टोर गर्नुपर्छ है। र यसरी काम गरिन्छ OOP को केसमा। All the modern programming languages like Java, Python, C++, .NET यिनी जति पनि अहिलेका मोडर्न प्रोग्रामिङ ल्याङ्ग्वेजहरू छन् यिनी सबैले फलो गर्छ OOP को कन्सेप्टलाई है। ओके, तीनटा मेजर पोइन्ट भयो हामीले पढ्यौँ के त भन्दा फर्स्टमा त्यसको डेफिनेसनले के भन्छ त भन्दा OOP भने एउटा मोडर्न अप्रोच अफ प्रोग्रामिङ हो जसमा चाहिँ बोथ डेटा र फङ्सन जुन हुन्छन् त्यसलाई चाहिँ एउटा सिंगल युनिटमा कम्बाइन गरिन्छ र त्यो सिंगल युनिटलाई के भनिन्छ त अब्जेक्ट भनिन्छ है। के भन्यो एउटा मोडर्न एप्रोच अफ प्रोग्रामिङ जसमा बोथ डेटा र फङ्सनलाई के गर्ने एउटा सिंगल युनिटमा कम्बाइन गर्ने र त्यो सिंगल युनिटलाई के भन्ने त भन्दा त्यो सिंगल युनिटलाई भन्ने हामीले अब्जेक्ट। र दिस अप्रोच सेकेन्ड पोइन्टले भन्छ हाम्रो यो अप्रोच जुन छ OOP अप्रोच यो चाहिँ मेनली फोकस्ड हुन्छ केमा डेटामा rather than प्रोसिड्युर। जो फङ्सन हामीले POP को केसमा युज गर्थ्यौँ त्यसमा चाहिँ मेनली फोकस्ड प्रोसिड्युरमा हुन्थ्यो भने यो चाहिँ केमा फोकस हुन्छ भन्छ डेटामा फोकस हुन्छ भन्छ। र प्रोग्राम्स जति पनि प्रोग्रामहरू हुन्छन् त्यो प्रोग्रामहरू लार्ज कम्प्लेक्स प्रोग्रामहरूलाई हामीले सिम्पली डिभाइड गर्छौँ केमा डिफ्रेन्ट
अब्जेक्ट्सहरुमा र ती अब्जेक्ट्सहरुलाई कम्बाइन गरेर हामीले होल प्रोग्रामलाई अर सिंगल प्रोग्राम चाहिँ एट द लास्ट के गर्छौं त डेभलप गर्छौं र जति पनि मोडर्न प्रोग्रामिङ ल्याङ्ग्वेजहरु छन् जावा पाइथन .नेट सी++ यिनी सबै प्रोग्रामिङ जुन ल्याङ्ग्वेज छन् यिनले फलो गर्ने कन्सेप्ट भनेको हाम्रो कुन हो त ओओपी को कन्सेप्ट हो है त ओके त्यसपछिको भेरी इम्पोर्टेन्ट टपिक हो यो डिफरेन्स बिट्विन पीओपी एन्ड ओओपी है एकदम इम्पोर्टेन्ट अब यो डिफरेन्स लेख्नका लागि हामीलाई फर्स्टमा त्यो इन्ट्रोडक्सन थाहा हुनु पर्यो यदि इन्ट्रोडक्सन थाहा छ भने हामीले तीनै पोइन्ट्सहरुलाई मिलाएर के गर्न सक्यो हामीले डिफरेन्सहरु चाहिँ लेख्न सक्छौं है त ओके सो फर्स्टमा हेरौं पीओपी यो चाहिँ हामीले अब याद गर्ने अर्डर सम्झिराख्ने है यतापट्टि पीओपी यतापट्टि ओओपी है त के त यता ओओपी लेख्यो भने यतापट्टि पीओपी धेरै जस्तो स्टुडेन्ट्सहरुले के मिस्टेक गरिरहेको हुन्छन् भने अब यहाँ पढ्न त पढ्छन् हैन र एक्जाममा लेख्दाखेरि चाहिँ ओओपी लाई यतापट्टि लेखिदिन्छन् ओओपी लाई यतापट्टि लेखेर त्यहाँ चाहिँ यो पीओपी का पोइन्ट्सहरु लेख्दै हुन्छ है सो यस्तो मिस्टेक चाहिँ प्लिज नगर्नु होला कसैले नै है यो यदि याद गर्ने हो रट्ने हो भने पनि यो अर्डरमा ठ्याक्क हामीले मिलाएर गर्नु पर्यो याद है सो यतापट्टि के पीओपी देन यता चाहिँ हामीले ओबी लेख्ने ओके सो डिफरेन्स लेख्दाखेरि अलवेज हाम्रो एक्जाममा कसरी लेख्ने त भन्दा फर्स्टमा एक लाइन लेखिहाल्ने इन्ट्रोडक्सन टाइपको है सो द मेजर डिफरेन्सेस बिट्विन पीओपी एन्ड ओओपी आर लिस्टेड बिलो भनेर यसरी मिलाएर लेख्ने त्यसपछि मात्र यो टेबल बनाउने ओके सो फर्स्टमा हेरौं हाम्रो पीओपी मा के भनेको छ त फर्स्ट पोइन्टले के भन्छ त इट इज द कन्भेन्सनल अप्रोच अफ प्रोग्रामिङ ओके यो एउटा ओल्ड मेथड अफ प्रोग्रामिङ हो भने ओओपी मा के हो त मोडर्न अप्रोच अफ प्रोग्रामिङ हो सेकेन्ड पोइन्ट पीओपी मा चाहिँ प्रोग्राम्स आर डिवाइडेड इन्टु मोड्युल्सहरुमा डिवाइड गरे हुन्छ हामीले हैन फंक्शन्सहरुमा डिवाइड गर्छौं र ती फंक्शन्सहरुलाई एट द एन्ड के गर्छौं त लास्टमा हामीले कम्बाइन गरेर सिंगल प्रोग्राम चाहिँ डेभलप गर्छौं भने ओओपी को केसमा जुन हुन्छ यो प्रोग्राम्सलाई हामीले डिफरेन्ट अब्जेक्ट्सहरुमा डिवाइड गरिरहेका हुन्छौं र मल्टिपल अब्जेक्ट्सहरु बनाएर एट द एन्ड ती अब्जेक्ट्सहरुलाई कम्बाइन गरेर हामीले एउटा सिंगल प्रोग्राम डेभलप गर्छौं है ओके सो दुईटा पोइन्ट क्लियर फर्स्टमा कन्भेन्सनल अप्रोच यतापट्टि ओओपी मा के मोडर्न अप्रोच यतापट्टि प्रोग्रामहरु डिवाइड गरिन्छ केमा मोड्युल्समा भने यतापट्टि प्रोग्रामलाई डिवाइड गरे हुन्छ हाम्रो अब्जेक्ट र थर्ड पोइन्ट इट फलो टप डाउन अप्रोच अर टप डाउन मेथड टप डाउन भन्नाले टपबाट लाइन बाइ लाइन कोडहरु लेख्दै हामीले के जान्छौं त डाउन तिर मुभ हुन्छौं भने यो केसमा ओओपी को केसमा चाहिँ इट फलोज बटम अप मेथड तलपट्टिबाट हाम्रो माथि अप साइडमा चाहिँ के हुन्छ त कोड लेख्दै गएर आउँछौं है र पोइन्ट नम्बर 4 मा छ जनरली डाटा क्यान नट बी हिडन डेटा जुन हुन्छ त्यो चाहिँ हामीले हाइड गर्न पाउँदैनौं कसको केसमा पीओपी को केसमा किन पाउँदैनौं त भने यहाँमा चाहिँ डेटा इन्क्याप्सुलेसन हैन डेटा एब्स्ट्र्याक्सन जस्ता कन्सेप्टहरु चाहिँ छैन सो हामीले डेटालाई हाइड गर्न चाहिँ मिल्दैन पीओपी को केसमा भने अब ओओपी ले के गर्छ त हामीलाई डिफरेन्ट फिचर्सहरु इन्क्याप्सुलेसन एब्स्ट्र्याक्सन जस्ता फिचर प्रोवाइड गर्ने हुनाले हामीले के गर्न सक्छौं जो डेटा हुन्छ त्यसलाई चाहिँ के गर्न सक्छौं त हाइड गर्न सक्छौं है र पोइन्ट नम्बर 5 मा छ इट डज नट मोडल द रियल वर्ल्ड पर्फेक्टली जो हाम्रो रियल वर्ल्ड एक्जाम्पल्सहरु हामीले चाहिँ पीओपी को केसमा चाहिँ त्यसलाई रिप्रेजेन्ट गर्न पाइदैन है भने व्हेरएज ओओपी को केसमा चाहिँ हाम्रो जो रियल वर्ल्ड छ यसलाई चाहिँ पर्फेक्टली के गर्न सकिन्छ रिप्रेजेन्ट गर्न सकिन्छ पोइन्ट नम्बर 6 कोड मेन्टेनेन्स इज डिफिकल्ट पीओपी को केसमा कोड मेन्टेन गर्न हामीलाई गाह्रो पर्ला किनकि मल्टिपल फंक्शन्सहरु होलान् हैन मल्टिपल लाइन्स अफ कोड होलान् सो त्यो मल्टिपल फंक्शन्सहरुलाई कम्बाइन गर्नु पर्ला सो त्यो फंक्शनको कन्सेप्टलाई प्रोपरली हामीलाई नलेज हुनु पर्यो है सो कोड मेन्टेनेन्स चाहिँ गाह्रो हुन्छ पीओपी को केसमा भने व्हेरएज ओओपी को केसमा के हुन्छ त कोडलाई मेन्टेन गर्न हामीले सजिलै सक्छौं 7 पोइन्ट मा छ कोड रियुजेबिलिटी इज डिफिकल्ट इन पीओपी पीओपी मा हाम्रो कोड रियुजेबिलिटी को कन्सेप्टलाई चाहिँ फलो नै गर्दैन यसले भने व्हेरएज कोड रियुजेबिलिटी को कन्सेप्टलाई फलो गर्छ कसले ओओपी ले है
इनहेरिटेन्सको कन्सेप्टलाई फिचर्स प्रोभाइड गर्छ। सो जसमा चाहिँ के गर्छौँ हामी प्यारेन्ट क्लासमा एकचोटि कोड लेखिसकेपछि त्यसका फिचर्सहरू चाहिँ हामीले चाइल्ड क्लासमा इनहेरिट गर्न सक्छौँ। सो एकचोटि लेखेका कोडलाई हामीले के गर्न पायौँ त रियुज गर्न पायौँ है। सो त्यो कुराकानी भन्न खोजेको कोड रियुजेबिलिटी भन्नाले। र लास्टमा अब हामीले इक्जाम्पल्सहरू लेख्दैन फर्ट्यान, कोबल, पास्कल, सी यिनी भनेका के हुन् त पिओपीका इक्जाम्पल्स हुन् भने यतापट्टि C++, जावा, पाइथन जो छ यो चाहिँ हाम्रो इक्जाम्पल्स हुन् के का ओओपी का है त। ओके सो यसमध्ये हामीले अब एटलिस्ट 6-7 वटा पोइन्ट चाहिँ याद गर्नुपर्ने हुन्छ है। एक्चुअली मैले फेरि सर्टकटमा भने पिओपी यतापट्टि ओओपी है। फर्स्टमा पिओपीमा कन्भेन्सनल मेथड और ओल्ड मेथड हो भने यतापट्टि मोडर्न मेथड हो। यसमा चाहिँ प्रोग्राम्सहरूलाई मोड्युल्समा और फंक्सनमा डिभाइड गरे हुन्छ भने ओओपी को केसमा प्रोग्राम्सहरूलाई केमा डिभाइड गरे हुन्छ अब्जेक्ट्सहरूमा डिभाइड गरे हुन्छ। पिओपी को केसमा जो प्रोग्राम लेख्छौँ हामीले टप डाउन मेथडलाई फलो गरेर लेख्छौँ भने यसमा चाहिँ बटम अप मेथडलाई युज गर्छ यसले है। र नेक्स्ट पोइन्ट डेटालाई हाइड गर्न मिल्दैन कसको केसमा पिओपी को केसमा भने यतापट्टि डेटालाई हाइड गर्न मिल्छ। र अर्को पोइन्टमा छ रियल वर्ल्डलाई यसले पर्फेक्टली रिप्रेजेन्ट गर्न सक्दैन भने हाम्रो ओओपीले के गर्छ रियल वर्ल्डलाई पर्फेक्टली रिप्रेजेन्ट गर्न सक्छ। कोड मेन्टेनेन्स यतापट्टि डिफिकल्ट हुन्छ भने यतापट्टि ओओपीमा इजी हुन्छ। र कोड रियुजेबिलिटीको कन्सेप्टलाई फलो गर्दैन पिओपीले भने कोड रियुजेबिलिटीको कन्सेप्टलाई फलो गर्छ कसले ओओपीले। त्यसपछि हाम्रो छ लास्टमा एक्जाम्पल्स फर्ट्यान, कोबल, पास्कल, सी चाहिँ के हुन्छ पिओपी का एक्जाम्पल्स हुन् भने C++, जावा, पाइथन यिनीहरू जुन छन् यिनीहरू चाहिँ हाम्रो एक्जाम्पल्स हुन् के को ओओपी को है त। हाम्रो अब अर्को टपिक छ फिचर्स अफ ओओपी। ओओपी का फिचर्सहरू विशेषताहरू के फिचर्सलाई चाहिँ हाम्रो ओओपीले सपोर्ट गर्छ भन्ने कुराकानी चाहिँ हामी यो टपिकमा हेर्छौँ। सो ओओपीले डिफ्रेन्ट फिचर्सहरू सपोर्ट गर्छ जसमध्ये फर्स्ट फिचर्स हो हाम्रो अब्जेक्ट है। पहिलो फिचर्स कुन त अब्जेक्ट। अब्जेक्ट भन्नाले के बुझ्नु पर्छ भन्दा इन ओओपी अब्जेक्ट्स आर द बेसिक रन टाइम एन्टिटीज। अब्जेक्ट्स भन्नाले के हुन्छ जो प्रोग्राम हुन्छ त्यो प्रोग्राममा हाम्रो बेसिक रन टाइम एन्टिटीजहरू जुन हुन्छन् तिनीहरूलाई चाहिँ हामीले सिम्पली के भन्छौँ त अब्जेक्ट्स भनेर बुझ्नुपर्छ है। एन्ड इट इज एन इन्स्टेन्स अफ द क्लास एन्ड इट मे बी पर्सन, प्लेस और टेबल अफ डेटा। र कुनै पर्टिकुलर इन्स्टान्समा और टाइम पिरियडमा त्यो क्लासलाई रिप्रेजेन्ट गर्ने कुरा हो अब्जेक्ट। हामीले ओपी को डेफिनेसन पढ्दाखेरि के भनेका थियौँ त भने अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङको केसमा हामीले जति पनि प्रोग्रामहरू लेख्छौँ त्यसमा हामीले मल्टिपल अब्जेक्ट्सहरू क्लासहरू बनाएर काम गर्नुपर्छ भनेका थियौँ है। सो त्यही कुरा हो यो अब्जेक्ट भन्ने। अब्जेक्ट भन्नाले सिम्पली बुझ्नु पर्दा बेसिक रन टाइम एन्टिटीज हुन् जो चाहिँ हाम्रो प्रोग्राम रन हुँदाखेरि एक्जिक्युट हुन्छन्। र यो अब्जेक्टले रिप्रेजेन्ट केलाई गर्छ त भन्दा कुनै पनि क्लासलाई एउटा पर्टिकुलर इन्स्टान्समा टाइम पिरियडमा चाहिँ त्यो क्लासलाई रिप्रेजेन्ट गर्नलाई युज गरिन्छ अब्जेक्ट। सो मल्टिपल अब्जेक्ट्सहरू मिलेर के भन्छ त क्लास भन्छ है। र त्यो अब्जेक्टहरू पर्सन हुन सक्छ, यो चाहिँ प्लेस हुन सक्छ र मल्टिपल टेबल्स अफ डेटाहरू हुन सक्छन्। जस्तो यसलाई हामीले सिन्ट्याक्स यसको एक्जाम्पल हेरौँ अनि क्लियर बुझिन्छ। ओके यहाँ छ यतापट्टि क्लास नेम र यतापट्टि छ अब्जेक्ट नेम है। सो क्लास नेममा हेरौँ फर्स्टमा छ कार्स। कार्स भने के हो अहिलेलाई क्लास नेम हो भने यहाँभित्र अब्जेक्ट के छ त मारुति। यो मारुति भने के हो त अब्जेक्ट हो। त्यो कार्सलाई रिप्रेजेन्ट गरिरहेको छ नि मारुतिले। मारुति भने के हो त एउटा टाइप्स अफ कार हो है। त्यसै गरी यहाँ अब के हुनसक्छ BMW हुनसक्छ अनि मर्सिडिज हुनसक्छ है। सो यसरी मल्टिपल अब्जेक्ट्सहरू हुन सक्छन् क्लासभित्र। यहाँ छ सेकेन्ड एक्जाम्पलमा बर्ड्स। बर्ड्सभित्र छ प्यारोट। सो क्लास नेम के बर्ड्स हो भने यो क्लासलाई रिप्रेजेन्ट केले गरिरहेछ त अहिले क्लासभित्रको अब्जेक्ट के हो त प्यारोट हो है। यसरी चाहिँ हामीले अब्जेक्टलाई बुझ्नुपर्छ। नेक्स्ट टपिक छ हाम्रो अर्को फिचर्स हो क्लास। क्लास भने भर्खरै पढ्यौँ हामीले के हो त इट इज अ कमन नेम गिवन टु द अब्जेक्ट अफ सिमिलर क्यारेक्टरिस्टिक।
सो त्यस्ता अब्जेक्ट्सहरू जसमा चाहिँ के होलान् सिमिलर क्यारेक्टरिस्टिक्स होलान् त्यस्ता ग्रुप अफ अब्जेक्टलाई के गरियो एउटा कमन नेम दिइन्छ त्यो ग्रुप अफ अब्जेक्ट जसको चाहिँ सिमिलर क्यारेक्टरिस्टिक्स छ त्यो ग्रुपलाई रिप्रेजेन्ट गर्नलाई के गरिन्छ एउटा कमन नेम दिइन्छ र त्यही कमन नेम भनेकै के हो त हाम्रो क्लास हो जस्तो यहाँ हेरौँ यतापट्टि यहाँ कार्स भित्र के छ मारुति छ BMW छ मर्सिडिज छ सो सबै के हुन् त यिनी कार्स हुन् नि सो यिनीहरूको कमन फिचर्स होला हैन यिनीहरूमा टायर होला यिनीहरू गुडलान् रोडमा यिनीहरूले पेट्रोल अर डिजल कन्ज्युम गर्ला सो यिनीहरू सबै के हुन् त कार्स हुन् भने यिनीहरूको कमन प्रोपर्टीलाई हेरेर के गरियो एउटा नेम असाइन गरियो जसलाई के भनिन्छ त क्लास भनिन्छ है त सो इट इज द ब्लुप्रिन्ट द्याट डिस्क्राइब द डिटेल्स अफ एन अब्जेक्ट कुनै पनि अब्जेक्टको जो डिटेल्स छ त्यो डिटेललाई डिस्क्राइब गर्ने एउटा ब्लुप्रिन्ट भनेकै के हो त क्लास हो है यति कुराकानी हामीले यहाँ बुझ्नु पर्यो ओके सो हाम्रो नेक्स्ट फिचर छ इनहेरिटेन्स है यो पनि हाम्रो के हो त ओपी को एउटा फिचर्स हो इनहेरिटेन्स भन्नाले फर्स्टमा त यसको डेफिनेसन बुझौँ हामी इट इज द प्रोसेस बाई व्हिच object of one class acquire the properties of object of another class in secure manner. So inheritance भन्नाले हामीले सिम्पली के बुझ्नु पर्यो त भन्दा ओपी को एउटा फिचर्स हो इनहेरिटेन्स भन्ने र यो इनहेरिटेन्स भनेर एउटा यस्तो प्रोसेस हो जसमा चाहिँ कुनै एउटा क्लास भित्रको अब्जेक्टले के गर्छ त अर्को क्लास भित्र भएको अब्जेक्टको प्रोपर्टिजहरूलाई के गर्छ त एक्वायर गर्छ कस्तो वेमा एक्वायर गर्छ त भन्दा सेक्युर म्यानरमा चाहिँ त्यो प्रोपर्टिजहरू अर्को क्लास भित्रको अब्जेक्टका प्रोपर्टिजहरूलाई चाहिँ एक्वायर गर्न सक्ने जुन प्रोसेस छ यही प्रोसेसलाई हामीले सिम्पली के बुझ्नु पर्यो इनहेरिटेन्स बुझ्नु पर्यो है सिम्पली इट इज द प्रोसेस हो कस्तो प्रोसेस हो त भन्दा इन व्हिच अब्जेक्ट अफ वान क्लास एक्वायर द प्रोपर्टिज अफ अब्जेक्ट अफ एनअदर क्लास र चाहिँ त्यो एक्वायर गर्ने प्रोसेस जुन छ यो चाहिँ हाम्रो के हुनु पर्यो त सेक्युर हुनु पर्यो है यो कुराकानी पनि बिर्सनु भएन हामीले सो त्यस्तो प्रोसेस हो जसमा चाहिँ एउटा क्लास भित्र भएको अब्जेक्टले अर्को क्लास भित्रको अब्जेक्टका प्रोपर्टिजहरू एक्वायर गर्न सक्ने एबिलिटी राख्छ त्यसलाई चाहिँ हामीले के भन्छौँ त इनहेरिटेन्स भन्छौँ र यो इनहेरिटेन्सको कन्सेप्टलाई फलो गर्छ ओओपी ले ओके र यो इनहेरिटेन्समा के हुन्छ त भन्दा हामीले एउटा नयाँ क्लासलाई के गर्न सक्छौँ क्रिएट गर्न सक्छौँ सो इनहेरिटेन्सको सहायताले हामी के गर्न सक्ने भयौँ एउटा नयाँ क्लास क्रिएट गर्न सक्छौँ कहाँबाट क्रिएट गर्न सक्छौँ त भन्दा फ्रम दि प्री एक्जिस्टिङ क्लास है जो क्लास चाहिँ अलरेडी एक्जिस्ट छ त्यो क्लासको युज गरेर हामीले एउटा नयाँ क्लासलाई क्रिएट गर्न सक्छौँ सो त्यही गर्न सक्ने एबिलिटी भनेको के हो त इनहेरिटेन्स हो है र यो जुन प्री एक्जिस्टिङ क्लास छ जो अलरेडी एक्जिस्ट भएको क्लास छ यसलाई के भनिन्छ त प्यारेन्ट क्लास और बेस क्लास भनिन्छ भने जो चाहिँ के होला त अब न्यूली फर्मड होला त्यो क्लासलाई के भनिएला चाइल्ड क्लास और डिराइभ्ड क्लास भनिएला ठिक छ यहाँ चाहिँ दुईटा कुरा बुझ्नु पर्यो पहिला त डेफिनेसनले के भन्छ एउटा क्लासको अब्जेक्टले अर्को क्लासको अब्जेक्टको फिचर्सहरू और प्रोपर्टिजहरू एक्वायर गर्न सक्छ भने त्यस्तो प्रोसेसलाई भनिन्छ इनहेरिटेन्स भन्छ र इनहेरिटेन्समा दुईटा क्लास हुन्छन् के क्लास हुन्छन् एउटा हुन्छ प्री एक्जिस्टिङ क्लास एउटा हुन्छ न्यूली फर्मड क्लास र यो प्री एक्जिस्टिङ क्लासलाई के भन्ने प्यारेन्ट क्लास और बेस क्लास भन्ने भने जो नयाँ क्लास फर्मड होला त्यसलाई के भन्ने चाइल्ड क्लास और डिराइभ्ड क्लास भनिएला है जस्तो सपोज यहाँ छ एउटा क्लास यो हो क्लास 1 र यो क्लास 1 लाई युज गरेर के गरियो अब एउटा अर्को क्लास डिराइभ्ड हो यसको नाम क्लास 2 भने अब जो यो न्यू क्लास 2 फर्मड हो यसलाई के भन्ने हामीले चाइल्ड क्लास भन्ने दिस इज चाइल्ड क्लास और के भन्ने यसलाई डिराइभ्ड क्लास भन्ने है भने जो यो प्री एक्जिस्टिङ क्लास जसबाट चाहिँ के भयो त नयाँ क्लास फर्मड भयो त्यो क्लासलाई के भन्ने त प्यारेन्ट क्लास यसलाई भन्ने के प्यारेन्ट क्लास और यसलाई भन्ने बेस क्लास है यति कुराकानी हामीले बुझ्नु पर्यो ओके एकैछिन मैले यसलाई इरेज गरेँ र
यो इनहेरिटेन्स आवश्यक किन पर्यो त ओओपी मा भन्दा द मेजर एडभान्टेज अफ इनहेरिटेन्स इन ओओपी इज कोड रियुजेबिलिटी। जो कोडलाई हामीले एकचोटि लेखेको कोडलाई बेला बेलामा फेरि त्यही कोडलाई चाहिँ हामीले लेखिराख्नु परेन। एकचोटि लेखा छ भने त्यो कोडलाई हामीले नेक्स्ट टाइम के गर्न पायौँ त इनहेरिटेन्सको युज गरेर हामीले त्यही पुरानो कोडलाई रियुज गर्न पायौँ। सो त्यसैलाई नै के भनिन्छ त कोड रियुजेबिलिटी भनिन्छ है। एकचोटि लेखिसकेको कोड के गर्न पाउनु फेरि युज गर्न पाउनु भनेकै कोड रियुजेबिलिटी हो। सो त्यो कोड रियुजेबिलिटी प्रोभाइड गर्छ हामीलाई कसले यो इनहेरिटेन्स भन्ने फिचरले। दिस मिन्स दैट वी कैन एड एडिशनल फीचर्स टू एन एक्जिस्टिङ क्लास विथआउट मोडिफाइङ इट। जो अलरेडी एक्जिस्टिङ क्लास छ सपोज क्लास 1 र यहाँबाट डिराइभ भएको छ के एउटा क्लास अर्को। कुन क्लास त भन्दा C2। मलाई यो C2 मा के चाहियो त यो क्लास 1 का जम्मै कुराहरू चाहिए भने म यहाँ भित्र जम्मै कुराहरू राख्न सक्छु। कसरी राख्न सक्छु त भन्दा बाइ युजिङ द कन्सेप्ट अफ इनहेरिटेन्स है त। अब मलाई यो C2 भन्ने जुन क्लास चाहिएको छ यसमा चाहिँ यसका फिचर्सहरूलाई मोडिफाई नगरिकनै यो कोडलाई हामीले डाइरेक्टली के गर्न सक्छौं इनहेरिट गर्न सक्छौं। सो यही फाइदा हो इनहेरिटेन्सको है त मेन। ओके र अब इनहेरिटेन्स का टाइप्स छन् हाम्रो टोटल 5 टाइप्स अफ इनहेरिटेन्स हुन्छ। पहिलो छ हाम्रो के पहिलो छ हाम्रो सिंगल लेभल इनहेरिटेन्स। कुन लेभल सिंगल लेभल इनहेरिटेन्स है। इनहेरिटेन्सबाट क्वेशन सोधिरा हुन्छ है डिफाइन इनहेरिटेन्स एन्ड एक्सप्लेन इट्स टाइप इन डिटेल भनेर। सो 5 मार्क्स को क्वेशन सोध्न सक्छ। इनहेरिटेन्स भने भेरी भेरी इम्पोर्टेन्ट क्वेशन हो है एउटा। ओके सो अब हेरौं सिंगल लेभल इनहेरिटेन्स भन्नाले के त भन्दाखेरि यहाँ फिगरमा हेरौं यो छ यहाँ एउटा बेस क्लास। सो यो के हो प्यारेन्ट क्लास और बेस क्लास हो भने यो प्यारेन्ट क्लास और बेस क्लासलाई युज गरेर यहाँ के फर्म भएको छ त एउटा डिराइभ्ड क्लास फर्म भएको छ है। योलाई हामीले चाइल्ड क्लास पनि भन्छौं भनेका थियौं और डिराइभ्ड क्लास पनि भनिन्छ। सो यस्तो इनहेरिटेन्सलाई के भनिन्छ त सिंगल लेभल इनहेरिटेन्स भनिन्छ है। कस्तो इनहेरिटेन्स भन्ने सिंगल लेभल इनहेरिटेन्स। ओके अब यसको डेफिनेसन भन्नु पर्दाखेरि के भन्नु पर्यो त इफ one child class or derived class inherit from one parent class or base class then such types of inheritance is called single level inheritance। सो त्यस्तो इनहेरिटेन्स जसमा चाहिँ एउटा चाइल्ड क्लास इनहेरिट गर्छ एउटा चाइल्ड क्लास फर्म हुन्छ। कहाँबाट फर्म हुन्छ त भन्दा एउटा बेस क्लासबाट है। यहाँ चाहिँ एउटा मात्र बेस क्लास हुन्छ र एउटा बेस क्लासबाट एउटा मात्र डिराइभ्ड क्लास फर्म हुन्छ भने यस्तो इनहेरिटेन्सलाई भनिन्छ सिम्पली सिंगल लेभल इनहेरिटेन्स। ओके यसको एक्जाम्पल भन्दा हामीले सिम्पली के बुझ्नु पर्यो सपोज हामीसँग प्यारेन्ट क्लास छ प्यारेन्ट क्लास और बेस क्लासमा छ भेहिकल्स है। भेहिकल्स छ भेहिकल्सलाई अहिले हामीले प्यारेन्ट क्लास मानौं र अब यो भेहिकल्स भित्र के हुन सक्छ कार्स हुन सक्छन् मोटर बाइक्स हुन सक्छ हैन। सो यहाँ भित्र कार्स यो कार भने के भयो त बेस क्लास हो सरी डिराइभ्ड क्लास हो भने यहाँमा चाहिँ बेस क्लास और प्यारेन्ट क्लास के भयो त भेहिकल्स हो नि। सो कार कहाँ भित्र पर्छ भेहिकल भित्र पर्छ है। ओके सो यसरी हामीले रियल लाइफमा एक्जाम्पल पनि लिन सक्छौं इनहेरिटेन्सको। सो हाम्रो सेकेन्ड इनहेरिटेन्सको टाइप छ मल्टिपल इनहेरिटेन्स। मल्टिपल इनहेरिटेन्स भन्नाले त्यस्तो इनहेरिटेन्स जसमा चाहिँ के होला नि त मल्टिपल प्यारेन्ट क्लासहरु होलान्। यहाँ फिगरमा हेर्न सक्छौं हामी मल्टिपल के छन् बेस क्लासहरु छन्। बेस क्लास भनेकै प्यारेन्ट क्लास हो है। सो मल्टिपल बेस क्लासेसहरुलाई युज गरेर यदि एउटा मात्र के हुन्छ डिराइभ्ड क्लास फर्म हुन्छ भने त्यस्तो क्लासलाई त्यस्तो इनहेरिटेन्सलाई हामीले सिम्पली के भन्छौं त मल्टिपल इनहेरिटेन्स भनिन्छ है। सो त्यस्तो इनहेरिटेन्स जसमा चाहिँ के गरिएला मल्टिपल बेस क्लासेसको युज गरिएला र मल्टिपल बेस क्लासेसहरुलाई युज गरेर के गरिएला एउटा डिराइभ्ड क्लास फर्म होला भने त्यस्तो इनहेरिटेन्सलाई के भन्ने मल्टिपल इनहेरिटेन्स भन्ने है त।
ओके, अब यसको डेफिनेसन भन्दा के भन्नु पर्यो? इफ वान चाइल्ड क्लास इनहेरिट्स फ्रम मोर देन वान प्यारेन्ट क्लास भन्नाले प्यारेन्ट क्लास चाहिँ मल्टिपल हुन सक्छन्, तर चाइल्ड क्लास अर डेराइभ क्लास के मात्र हुनु पर्यो? एउटा मात्र हुनु पर्यो है। सो त्यस्तो इनहेरिटेन्सलाई हामीले भनिन्छ मल्टिपल इनहेरिटेन्स। ओके, त्यसपछि नेक्स्ट छ हाम्रो थर्डमा मल्टी लेभल इनहेरिटेन्स। अब वर्डमै छ है, मल्टी लेभल। मल्टिपल लेभलमा के होला त? इनहेरिटेन्स पर्फर्म गरिएला, इनहेरिट गरिएला बेस क्लासबाट भन्नाले यता हेरौँ फिगरमा एउटा बेस क्लास छ, यो हो बेस क्लास और प्यारेन्ट क्लास। सो यसमा बेस्ड भएर के गरियो? एउटा डिराइभ क्लास, क्लास ए भन्ने डिराइभ भएको छ र अब यो क्लास जुन ए छ यसमा बेस्ड भएर फेरि के गरियो त? अर्को क्लास, क्लास बी भन्ने डिराइभ भएको छ। सो यसरी मल्टिपल लेभलमा के गरिन्छ त? इनहेरिटेन्स पर्फर्म हुन्छ भने त्यस्तो इनहेरिटेन्सलाई भनिन्छ मल्टी लेभल इनहेरिटेन्स। द इनहेरिटेन्स इन व्हिच इनहेरिटेन्स अकर्स अक्रॉस मल्टिपल लेभल्स है। एउटा प्यारेन्ट क्लासबाट के भयो? अर्को डिराइभ क्लास भयो र यो डिराइभ क्लासलाई एज अ प्यारेन्ट क्लासका रूपमा मानेर फेरि अर्को के गरियो त? क्लास बी भन्ने डिराइभ भयो भने यस्तो इनहेरिटेन्सलाई के भन्ने? मल्टी लेभल इनहेरिटेन्स भनिन्छ है। ओके, सो नेक्स्ट हाम्रो छ टाइप 4 मा हायरार्किकल इनहेरिटेन्स। ओके, हायरार्किकल इनहेरिटेन्स फिगर हेरौँ। फिगर याद गर्ने, फिगर याद भइसक्यो भने हामीले 2 लाइनको डेफिनेसन मजाले मिलाएर लेख्न सकियो है। ओके, सो त्यस्तो इनहेरिटेन्स जसमा के होला? एउटा मात्र बेस क्लास होला र यो एउटा बेस क्लासमा बाट के गरिएला त? मल्टिपल डिराइभ क्लासहरू फर्म होला भने यस्तो इनहेरिटेन्सलाई भनिन्छ के? हायरार्किकल इनहेरिटेन्स है। त्यस्तो इनहेरिटेन्स जसमा बेस क्लास एउटा मात्र हुन्छ र एउटा बेस क्लासमै बेस्ड भएर के गरिन्छन्? मल्टिपल डिराइभ क्लासहरू फर्मड हुन्छन् भने त्यस्तो इनहेरिटेन्सलाई के भन्ने त? हायरार्किकल इनहेरिटेन्स। डेफिनेसन भन्नुपर्दा मल्टिपल चाइल्ड क्लासेस इनहेरिट्स फ्रम अ सिंगल प्यारेन्ट। सो त्यस्तो इनहेरिटेन्स इन व्हिच मल्टिपल चाइल्ड क्लासेस इनहेरिट फ्रम अ सिंगल प्यारेन्ट क्लास है त। ओके, र लास्ट टाइप छ हाम्रो हाइब्रिड इनहेरिटेन्स। अब हाइब्रिड इनहेरिटेन्स भन्नाले यो भने चाहिँ कम्बिनेसन हो है। मल्टिपल इनहेरिटेन्स, मल्टी लेभल इनहेरिटेन्स और हायरार्किकल इनहेरिटेन्स, यिनीहरूको मल्टिपल टाइप्स अफ इनहेरिटेन्सहरूको कम्बिनेसनबाट जुन इनहेरिटेन्स बन्छ, जुन चाहिँ पर्फर्म गरिन्छ, यो भने चाहिँ के हो त? हाइब्रिड इनहेरिटेन्स हो है। ओके, यहाँ हेरौँ, यहाँ जुनसुकै पनि प्यारेन्ट क्लास हुन सक्छ, जो पनि चाहिँ के हुन सक्छ? चाइल्ड क्लास हुन सक्छ है। यहाँ हेरौँ, यसको लागि यो के हो? बेस क्लास हो। यसको लागि यसको लागि पनि के हो? यो बेस क्लास हो। यी दुईटा चाइल्ड क्लास भए भने अबको लागि यो केसमा हेरौँ, यो अहिलेको लागि चाइल्ड हो भने यिनीहरूका लागि बेस क्लास को त? यो यिनीहरूको लागि बेस क्लास हो। सो यसरी यहाँ चाहिँ मल्टिपल इनहेरिटेन्सहरू प्रयोग भएको हुन्छ हाइब्रिड इनहेरिटेन्समा। ओके, सो यति पार्ट छ हाम्रो इनहेरिटेन्सको। नेक्स्ट टपिक छ डेटा इन्क्याप्सुलेसन। डेटा इन्क्याप्सुलेसन भने पनि हाम्रो के हो त? फिचर्स अफ ओओपी हो है। के हो? फिचर्स अफ ओओपी और प्रिन्सिपल अफ ओओपी। ओके, यो डेटा इन्क्याप्सुलेसन भने के हो? त्यो कुराकानी हेरौँ। द ऱ्यापिङ अफ डेटा एन्ड फङ्सन इन्टु अ सिंगल युनिट इज कल्ड डेटा इन्क्याप्सुलेसन। के गर्ने त? डेटा र फङ्सनलाई कुनै एउटा सिंगल युनिटमा ऱ्यापिङ गर्ने प्रोसेस जुन छ यसलाई सिम्पली भनिन्छ हाम्रो के भनिन्छ? डेटा इन्क्याप्सुलेसन। ओओपी को केसमा के हुन्छ त? हाम्रो मल्टिपल डेटाहरू होला। सपोज डेटा 1 छ एउटा है, अर्को के छ? डेटा 2 छ। यसै गरी यहाँभित्र के छ त? फङ्सन 1 छ भने अब हामीले के गर्यौँ? यो डेटाहरू, मल्टिपल डेटाहरू र यो फङ्सनलाई के गर्यौँ? एउटा युनिटमा चाहिँ के गर्यौँ? ऱ्याप गर्यौँ। र यो ऱ्याप गर्ने प्रोसेस भनेको के हो त? डेटा इन्क्याप्सुलेसन है। के हो? डेटा इन्क्याप्सुलेसन। र अब डेटा इन्क्याप्सुलेसन गरिसकेपछि हाम्रो आउटसाइड वर्ल्डबाट भन्नाले
यहाँ छ फंक्सन 2 भने अब यो फंक्सनले यहाँ भित्रका डेटाहरूलाई के गर्न मिल्दैन त एक्सेस गर्न मिल्दैन। सो यसरी डेटालाई सेक्युर बनाउनमा चाहिँ हेल्प पुर्याउँछ कसले डेटा इन्क्याप्सुलेसनले है। ओके यसलाई मैले इरेज गरेँ। द मेन पर्पज अब यसको मेन पर्पज भने के हो त ह्यान्डलिङ द कम्प्लेक्सिटी ह्यान्डलिङ भन्दा पनि हाइडिङ द कम्प्लेक्सिटी है। जो कम्प्लेक्सिटी छ त्यसलाई चाहिँ हाइड गर्नु ओन्ली नेसेसरी पार्टलाई रिप्रेजेन्ट गर्ने भनेकै के हो त डेटा इन्क्याप्सुलेसन हो है। जो चाहिँ हाम्रो अगाडि गएर पढ्छौँ हामी डेटा एब्स्ट्राक्सन भन्ने त्यसलाई चाहिँ एचिभ गर्नका लागि हामीलाई पहिला फेरि चाहिने के हो त डेटा इन्क्याप्सुलेसन नै चाहिन्छ त्यहाँ पनि। सो डेटा इज नट एक्सेसिबल। सो इन्क्याप्सुलेसनमा के हुन्छ त भन्दा इन्क्याप्सुलेट द डेटा इज नट एक्सेसिबल फ्रम द आउटसाइड वर्ल्ड एन्ड ओन्ली दोज फङ्सन विच आर ऱ्याप्ड इन इट क्यान एक्सेस भन्नाले जो अघि मैले डायग्राम बनाएको थिएँ त्यही कुराकानी हो है। आउटसाइड वर्ल्डबाट हामीले के गर्न सक्दैनौँ त्यो ऱ्यापिङ गरेको डेटाभित्र जो ऱ्याप गराएको छ त्यो डेटालाई एक्सेस गर्न चाहिँ पाउँदैन। ओके सो नेक्स्ट छ हाम्रो डेटा एब्स्ट्राक्सन। डेटा एब्स्ट्राक्सन भन्नाले द एक्ट अफ रिप्रेजेन्टिङ ओन्ली एसेन्सियल फिचर्स के गर्ने त रिप्रेजेन्ट गर्ने कसलाई ओन्ली एसेन्सियल फिचर्सहरूलाई विथआउट इन्क्लुडिङ द ब्याकग्राउन्ड डिटेल। त्यसको ब्याकग्राउन्ड डिटेल एक्सप्लानेसनहरू कुनै पनि कुरालाई रिप्रेजेन्ट नगरिकन जति कुराकानी चाहिँ के हो त चाहिने हो युजरलाई त्यति मात्र के गर्नु त रिप्रेजेन्ट गर्नु भनेको के हो त सिम्पली डेटा एब्स्ट्राक्सन हो है। र यो डेटा एब्स्ट्राक्सनको काम के हो त भन्दा सिम्पली सो ओन्ली वाट इज नेसेसरी आवश्यक के छ त्यति कुराकानीलाई मात्र के गर सो गर र त्यसको वर्किङ मेकानिजम ब्याकग्राउन्ड डिटेल जुन छ त्यसलाई चाहिँ के गरिदेऊ हाइड गरिदेऊ। र डेटा एब्स्ट्राक्सन अचिभ गर्नका लागि हामीले डेटा इन्क्याप्सुलेसनको कन्सेप्टलाई फलो गर्नुपर्छ। विथआउट इन्क्याप्सुलेसन डेटा एब्स्ट्राक्सन चाहिँ के छैन त पोसिबल छैन है त। सपोज कार ड्राइभिङ मेकानिजम छ कार ड्राइभिङ मेकानिजमलाई सम्झौँ। अब यो केसमा ड्राइभरलाई सिम्पली के चाहिन्छ त भन्दा कार चलाउनलाई स्टेरिङ चाहिन्छ स्टेरिङ चाहिएला ब्रेक चाहिएला है त्यसै गरी के चाहिएला एक्सिलरेटर चाहिएला। सो यो सबै कुराहरू जे ड्राइभरलाई चाहिन्छ त्यो कुराकानी चाहिँ के गर्दै हुन्छ गाडीमा ड्राइभरको नजिक राखेको हुन्छ ड्राइभरले एक्सेस गर्न सक्ने ठाउँमा राखेको हुन्छ भने जो अब यसको वर्किङ मेकानिजम त्यसको इन्जिनले कसरी काम गर्छ हैन त्यसको फ्युल कसरी कन्ज्युम गरिन्छ फ्युल कसरी बर्न हुन्छ सो त्यो कुराकानी ड्राइभरसँग सरकार भएन नि। सो ड्राइभरलाई जे जति चाहिएको छ त्यो कुराकानी मात्र के गर सो गर र त्यसको ब्याकग्राउन्ड डिटेल जुन छ त्यसलाई के गरिदेऊ हाइड गरिदेऊ। सो यो हो हाम्रो सिम्पली डेटा एब्स्ट्राक्सन है। ओके र हाम्रो नेक्स्ट फिचर छ पोलिमोर्फिजम। पोलिमोर्फिजम भन्नाले हामीले सिम्पली के बुझ्नु पर्छ भन्दा कुनै पनि अब्जेक्टले मोर देन वान फर्म के गर्न सक्ने टेक गर्न सक्ने एबिलिटी जुन छ यसलाई भनिन्छ सिम्पली पोलिमोर्फिजम है। इट इज एन एबिलिटी टु टेक मोर देन वान फर्म अर मल्टिपल फर्म। र यो पोलिमोर्फिजम जुन छ यसमा चाहिँ हामीले डिफ्रेन्ट इन्स्टान्समा अपरेटर्सहरूले डिफ्रेन्ट बिहेभियर्सहरू चाहिँ सो गर्छ र यसलाई चाहिँ हामीले टु वेबाट इम्प्लिमेन्ट गर्न सकिन्छ र तिनी हुन् हाम्रो स्ट्याटिक पोलिमोर्फिजम र डाइनामिक पोलिमोर्फिजम। स्ट्याटिक पोलिमोर्फिजम हेरौँ पहिला है। स्ट्याटिक पोलिमोर्फिजम भन्नाले यसले चाहिँ अपरेटर ओभरलोडिङको कन्सेप्टलाई फलो गर्छ है। अपरेटर ओभरलोडिङ भनेको के हो त भन्दा फेरि इट इज द प्रोसेस अफ मेकिङ एन अपरेटर एक्जिबिट डिफ्रेन्ट बिहेभियर्स इन डिफ्रेन्ट इन्स्टान्स। फरक इन्स्टान्समा फरक टाइम पिरियडमा एउटै अपरेटरले के गर्नु त डिफ्रेन्ट बिहेभियर्सहरू एक्जिबिट गर्नु सो गर्नु भनेकै के हो सिम्पली अपरेटर ओभरलोडिङ हो। र यो अपरेटर ओभरलोडिङको कन्सेप्टलाई फलो गर्छ कसले स्ट्याटिक पोलिमोर्फिजमले भने। अर्को हुन्छ हामीसँग डायनामिक पोलिमोर्फिजम र यसले
कन्सेप्टलाई फलो गर्छ। कुन कन्सेप्टलाई त भन्छु ओभरराइडिङको कन्सेप्टलाई। र यो ओभरराइडिङको कन्सेप्ट भन्नाले के बुझ्नु पर्यो त भन्दा जसमा चाहिँ पहिले अलरेडी एक्जिस्टिङ जुन प्यारेन्ट क्लास छ त्यसका मेथड्सहरूलाई अब हाम्रो सब क्लास अर चाइल्ड क्लासले के गर्न सक्ने भयो त त्यसका फिचर्सहरू स्पेसिफिक इम्प्लिमेन्टेसन गर्न पाउने भयो। र त्यो फिचर्स प्रोभाइड गर्छ कसले? ओभरराइडिङले। र यस्तो ओभरराइडिङको कन्सेप्ट फलो गर्ने पोलिमोर्फिज्म भनेकै के हो त? डाइनामिक पोलिमोर्फिज्म हो। सो डाइनामिक पोलिमोर्फिज्मलाई अल्सो कल्ड के पनि भनिन्छ? रन टाइम पोलिमोर्फिज्म पनि भनिन्छ है। ओके, र त्यसपछि छ हाम्रो एडभान्टेजेस अफ ओओपी। ओपी का फाइदाहरू के छन् त्यो कुराकानी हेरौँ। यहाँबाट पनि सोध्न सक्छ है, डिफाइन ओपी एन्ड एक्सप्लेन इट्स एडभान्टेजेस एन्ड डिसएडभान्टेजेस भनेर। सो फर्स्ट हेरौँ, कोड रिपिटेसन इज रिड्युस बाई युजिङ द इनहेरिटेन्स। इनहेरिटेन्सको कन्सेप्टलाई फिचर्स प्रोभाइड गर्छ ओपीले, जसमा चाहिँ हामीले एकचोटि लेखिसकेको कोडलाई फेरि रिपिटेडली लेखिराख्नु पर्दैन। प्यारेन्ट क्लासबाट हामीले चाइल्ड क्लासमा के गर्न सक्छौँ? कोड्स ती फिचर्सहरू चाहिँ इनहेरिट गर्न सक्छौँ। सो कोड रिपिटेसन चाहिँ आवश्यक परेन है। र अर्को छ हाम्रो डेटा इज मोर सेक्योर ड्यु टु डेटा हाइडिङ फिचर्स। डेटा हाइडिङ फिचर्स प्रोभाइड गर्छ ओपीले, र जसले गर्दा के हुन्छ त हाम्रो डेटालाई ऱ्याप गर्छौँ र आउटसाइड वर्ल्डबाट अरूले एक्सेस गर्न नमिल्ने खालको बनाउन सकिन्छ। त्यही भएर डेटा चाहिँ के हुन्छ त यसमा मोर सेक्योर्ड हुन्छ। त्यसै गरी कम्प्लेक्स प्रोग्राम जुन छन् त्यसलाई चाहिँ सिम्पलर बनाउँछ ओपीले। कसरी बनाउँछ त भन्दा कम्प्लेक्स प्रोग्राममा हामीले त्यसलाई मल्टिपल अब्जेक्ट्सहरूमा डिभाइड गरेर मल्टिपल क्लासेसहरूमा डिभाइड गरेर के गर्न सक्छौँ त कोड्सहरू लेख्न सक्छौँ। सो जसले गर्दा हाम्रो कोडिङ प्रोसेस जुन छ त्यसलाई चाहिँ सिम्पल बनाउँछ है। र अपग्रेडिङ एन्ड मेन्टेनेन्स अफ सफ्टवेयर इज इजी। सफ्टवेयर मेन्टेन गर्नु पर्यो, अपग्रेड गर्नु पर्यो भने त्यस्तो केसेसमा हामीलाई सजिलो पर्न जान्छ। र लास्टमा छ इट पर्फेक्टली मोडल दि रियल वर्ल्ड सिस्टम। जुन हाम्रो रियल वर्ल्ड छ त्यो सिस्टमलाई पर्फेक्टली मोडल गर्छ है, रिप्रेजेन्ट गर्न सकिन्छ बाई युजिङ द कन्सेप्ट अफ ओओपी। किनकि हामीले यसमा क्लास, अब्जेक्ट, इनहेरिटेन्स, पोलिमोर्फिजम जस्ता फिचर्सहरू प्रोभाइड गर्छ जो चाहिँ हाम्रो रियल लाइफमा चाहिँ सँग म्याच हुन जान्छ है। ओके, सो यसै गरी यसका डिसएडभान्टेजेसहरू छन्। पहिलो डिसएडभान्टेजमा छ हाम्रो कम्पाइलर एन्ड रन टाइम ओभरहेड इज हाई। अब यहाँ चाहिँ कम्पाइल टाइम, रन टाइम होइन त्यस्ता झन्झटिलो कामहरू हुन्छ जो चाहिँ हाईली के हुन्छ नि त ओभरहेड हुन जान्छ। र अर्को छ डेभलपर सुड एनालाइज द प्रब्लम इन अब्जेक्ट ओरिएन्टेड वे। ओपीको कोड लेख्नलाई हाम्रो नर्मल सिम्पल सानो बेसिक कन्सेप्टले मात्र काम गर्दैन। यसमा चाहिँ हाम्रो ओपीका प्रिन्सिपलहरू चाहिँ टोटल्ली हामीसँग नलेज हुनुपर्छ है। त्यसो हुनाले हाम्रो डेभलपर जुन छ यसले चाहिँ हाम्रो जो प्रोग्राम छ त्यसलाई चाहिँ अब्जेक्ट ओरिएन्टेड वेबाट के गर्न सक्नु पर्यो? एनालाइज गर्न सक्ने हुनुपर्छ। त्यसपछि मात्र के गर्न मिल्यो? हाम्रो ओपीमा कोड लेख्न सकिन्छ है। र अर्को छ रिक्वायर्स मास्टरी इन सफ्टवेयर इन्जिनियरिङ। सफ्टवेयर इन्जिनियरिङमा हाइली स्किल, हाइली नलेजेबल हामीलाई इन्जिनियर डेभलपर चाहिँ आवश्यक पर्न जान्छ। र लास्टमा छ हाम्रो युजफुल फर ओन्ली लार्ज एन्ड कम्प्लेक्स प्रोजेक्ट। लार्ज र कम्प्लेक्स प्रोजेक्टहरूको केसमा मात्र हामीले ओओपीलाई युज गर्न पाउँछौँ अर सक्छौँ। त्यस्तो केसमा बढी बेनिफिसियल हुन्छ है। र लास्टमा चाहिँ यहाँ मैले इम्पोर्टेन्ट पोसिबल क्वेसन्सहरू जो चाहिँ हाम्रो अलरेडी एक्जाममा सोधिसकेका र हाइली चान्स भएका जो चाहिँ सोध्न सक्ने, सो ती क्वेसन्सहरूलाई चाहिँ मैले यहाँ कलेक्ट गरेर राखिदिएको छु। सो यिनी क्वेसन्सहरू चाहिँ एकदम नबिर्सिकन पढिहाल्ने है। र यहाँ क्वेसनहरू के छन् म यिनीहरूलाई सरसर्ती भनिदिन्छु के कस्तो क्वेसन सोधेको छ, के भन्न खोजेको त्यो कुराकानी। यहाँ फर्स्टमा छ व्हाट आर द मेजर डिफरेन्सेस बिट्विन डेटा एब्स्ट्राक्सन एन्ड डेटा इन्क्याप्सुलेसन। र इन्क्याप्सुलेसन र एब्स्ट्राक्सनको बिचमा चाहिँ के डिफरेन्स छ त्यो कुराकानी सोधेको छ यसमा। र यो क्वेसन लेख्दाखेरि फर्स्टमा चाहिँ हामीले पहिल्यै भने डिफरेन्स सोधेको छ भने द मेजर डिफरेन्सेस बिट्विन दिस एन्ड दिस आर फलोइङ भनेर यसरी चाहिँ एक दुई लाइनको थ्योरी लेखिहाल्ने है। एक दुई लाइन लेखिसकेपछि अनि बल्ल टेबल बनाएर चाहिँ यसरी डिफरेन्स लेख्ने। र डिफरेन्स 5 मार्क्सको सोधेको छ भने एटलिस्ट मिनिमम 5 पोइन्ट्स चाहिँ त्यहाँ हुनु पर्यो है। 5 पोइन्ट चाहिँ लेखा हुनुपर्छ। ओके, र सेकेन्ड क्वेसन हेरौँ, डिफाइन ओओपी एन्ड एक्सप्लेन इट्स भेरियस फिचर्स अफ ओओपी। अरू फिचर्सको ठाउँमा के पनि सोधिदिन सक्छ कुनै केसमा भने यहाँनिर यसको साटो प्रिन्सिपल्स पनि भनिदिया होला।
ओओपी का प्रिन्सिपल्सहरू के हुन्? सो प्रिन्सिपल्स भन्नु फिचर्स भन्नु एउटै कुराकानी हो जो चाहिँ हामीले अलरेडी पढिसकेका छौँ। अब्जेक्ट, क्लास, इनहेरिटेन्स, पोलिमोर्फिज्म अनि डेटा इन्क्याप्सुलेसन, डेटा एब्स्ट्राक्सन, सो तिनै कुराहरू भनेकै के हुन् त? हाम्रो ओओपी का फिचर्सहरू हुन् है। ओके, तिनीहरूलाई मिलाएर 2-3 लाइनको डेफिनेसनसम्म लेख्ने है, बढी लेख्ने होइन त्यसमा फेरि। ओके, नेक्स्ट क्वेसन छ वाट इज पिओपी? पिओपी को डेफिनेसन सोधेको छ र मेजर डिफरेन्सेसहरू पिओपी र ओपी का बिचमा के डिफरेन्स छन् तिनी क्वेसन सोधेको छ है। तिनी डिफरेन्सहरूलाई मिलाएर लेखिदिने। ओके, क्वेसन नम्बर 4 एक्सप्लेन इनहेरिटेन्स एन्ड इट्स टाइप इन डिटेल। इनहेरिटेन्स भनेको के हो र त्यसलाई चाहिँ डिटेलली एक्सप्लेन गर भनेको छ। ओके, अब यस्तो केसमा चाहिँ इनहेरिटेन्सको डेफिनेसन लेख्ने र यसका 5वटा टाइप छन् भनेर प्रत्येकको फिगर बनाएर चाहिँ एक्सप्लेन गर्ने यसमा चाहिँ है। फिगर बनाउने र त्यसको 2 लाइनको डेफिनेसन, फिगर बनाउने 2 लाइनको डेफिनेसन, यसरी चाहिँ एक्सप्लेन गर्नु होला यसलाई। र लास्टमा छ हाम्रो वाट इज पोलिमोर्फिज्म इन ओओपी एन्ड हाउ क्यान वी इम्प्लिमेन्ट इट। र पोलिमोर्फिज्मको डेफिनेसन र यसलाई चाहिँ कसरी इम्प्लिमेन्ट गर्न सकिन्छ भनेको छ। यसलाई चाहिँ हामीले 2टा किसिमले इम्प्लिमेन्ट गर्न सकिन्छ। यो टाइप्स भन्नु र हाउ क्यान वी इम्प्लिमेन्ट भन्नु एउटै कुरा हो है, अलिकति घुमाएर मात्र सोध्या। र इम्प्लिमेन्ट गर्दाखेरि के को कन्सेप्टलाई युज गरेर इम्प्लिमेन्ट गरिन्छ? ओभरलोडिङ एउटा, ओभरलोडिङको अर्को ओभरराइडिङको है। ओके, ओभरलोडिङ भन्नाले के? स्ट्याटिक पोलिमोर्फिज्म। ओभरराइडिङ भनेको के हो त? डायनामिक पोलिमोर्फिज्म है। ओके, सो यति क्वेसन्सहरू, यस्ता पोसिबल क्वेसन्सहरू चाहिँ यहाँबाट सोध्न सक्छ। ल, आई होप सबै पढिरहेछौ होला है, एन्ड बेस्ट अफ लक। थ्याङ्क यू।